धन्यवाद छ। यो ज्ञान ज्योति बोर्डिङ स्कुलको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु र भाइ बहिनीहरूलाई अझै अलिकति बढी धन्यवाद दिन चाहन्छु। भाइ बहिनीहरूलाई किन बढी धन्यवाद दिन चाहन्छु भने यहाँ दुःख गरेर भुइँमा बस्नु परेको छ, दुःख पायो, अलिकति दुःख पाएको हुनाले अलि धेरै धन्यवाद छ है त्योमा। अब गर्मी पनि छ, एकदम गरमले एकदमै गाह्रो भइरहेछ, मलाई पनि गर्मी भएको छ र गर्मीको बावजुद पनि भाइ बहिनीहरूले मलाई पर्खेर बसेको थियो अनि म अलिकति ढिलो भयो। यो पूर्वाञ्चल विश्वविद्यालयमा कार्यक्रम भएको हुनाले अलिकति ढिलो भयो, निकै ढिलो भयो। त्यसको लागि पर्खेकोमा पनि धन्यवाद दिन चाहन्छु, हरेक कुरामा धन्यवाद दिन चाहन्छु। अब म छोटकरीमा धेरै टाइम लिन्न, छोटकरीमा भाइ बहिनीहरूलाई म यहाँ किन आएँ भन्ने अभियानको बारेमा बताउन चाहन्छु र मेरो बारेमा सरहरूले पहिले नै, हामी आउनुभन्दा पहिले नै मेरो बारेमा सरहरूले भाइ बहिनीहरूलाई बताइरहनु भएको रहेछ। त्यसको लागि मैले आफूले चाहिँ धेरै मेरो बारेमा बताउँदैनौँ। नाम चाहिँ थाहा भयो, महावीर पुन। अनि मेरो काम भनेको के हो भन्दाखेरि मेरो काम भनेको समाज सेवा गर्ने काम हो। भाइ बहिनीहरूले सोच्यो होला महावीर पुन, ल भयो, अब थपडी नबजाउने, अब थपडी नबजाउने, टाइम जान्छ। भाइ बहिनीहरूले सोच्यो होला महावीर पुन निकै ठुलो जागिर खाने मान्छे होला, निकै ठुलो जागिर खाएको अथवा कहीँको हाकिम होला भन्ने ठाने होला होइन। अनि महावीर पुन एकदम ठुलो धनी मान्छे होला, ठुलो चाहिँ व्यवसाय होला भन्ने ठाने होला। म केही पनि होइन, म एउटा समाज सेवा गर्ने मान्छे हो र समाज सेवा जिन्दगीभर गर्ने। अरूले जस्तो फुर्सदको बेलामा समाज सेवा गर्ने होइन, मैले चाहिँ जिन्दगीभर समाज सेवाको काम मात्रै गर्ने भनेर लागिरहेको छु र अहिलेसम्म समाज सेवा गरेको 32 वर्ष भयो। 32 वर्षभन्दा अगाडि म अमेरिकामा पढ्थेँ। अमेरिकामा धेरै वर्ष पढेर नेपालमा आएपछि अनि समाज सेवाको काममा लागेँ र लागेकोलाई भयो। अब बाँकी जिन्दगी पनि म चाहिँ समाज सेवा गरेर बिताउँछु र समाज सेवा गर्दाखेरि मैले विज्ञान र प्रविधिलाई प्रयोग गर्छु, साइन्स र टेक्नोलोजी। भाइ बहिनीहरूले साइन्स पढेकै छ र त्यो पढेको किताबमा पढेको साइन्सलाई प्र्याक्टिकल गरेर, किताबमा पढेको साइन्सलाई प्र्याक्टिकल गरेर त्यसबाट केही न केही काम लाग्ने चिज बनाउने भाइ बहिनीहरूले पनि गर्न सक्छ, अहिले पनि गर्न सक्छ कि जो जुन कुरा विज्ञानको कुराहरू किताबमा पढिन्छ त्यो पढेको कुराहरूलाई प्र्याक्टिकल गरेर कुनै चिजको विकास गरेर त्यो चाहिँ काम लाग्ने चिज बनाएर समाजको सेवा गर्ने भनेर भाइ बहिनीहरूले पनि गर्न सक्छ। मैले गरेको पनि त्यही हो र त्यसको लागि मैले राष्ट्रिय आविष्कार केन्द्र भनेर एउटा केन्द्र पनि खोलेको छ र त्यो केन्द्र चाहिँ राष्ट्रिय आविष्कार केन्द्र भनेको भाइ बहिनीहरूको लागि खोलेको हो। स्कुलको विद्यार्थीहरू, कलेज पढ्ने विद्यार्थीहरूको लागि चाहिँ मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको हो। अब विद्यार्थीहरूले चाहिँ राष्ट्रिय आविष्कार केन्द्रमा आएर के गर्ने भन्ने कुरा म भाइ बहिनीहरूलाई बताउँछु। त्यहाँ गएर पढ्ने चिज ठाउँ होइन त्यो, त्यहाँ कुनै किसिमको पढाइ हुँदैन, कुनै किसिमको ट्रेनिङ पनि हुँदैन। राष्ट्रिय आविष्कार केन्द्र त्यहाँ चाहिँ हुने भनेको के हो त भन्दाखेरि भाइ बहिनीहरूले कुनै कुराको रिसर्च गर्ने, आफूले पढेको कुराको रिसर्च गर्ने, इनोभेसन गर्ने, कुनै नयाँ कुराको आविष्कार गर्ने ठाउँ हो त्यो। त्यसकारणले भाइ बहिनीहरू पनि भविष्यमा चाहिँ कुनै कुराहरूको, नयाँ कुराहरूको आविष्कार गर्न मन लाग्यो भने, रिसर्च गरेर कुनै कुरा बनाउन मन लाग्यो भने राष्ट्रिय आविष्कार केन्द्रमा आयो भने हामीले तिमीहरूलाई चाहिँ पुरा मद्दत गर्छु, जे जस्तो मद्दत गर्नुपर्ने हो त्यो मद्दत चाहिँ गर्छु। त्यसैले भाइ बहिनीहरूले आज
यो छोटो भेटमा मैले जुन कुरा भने राष्ट्रिय आविष्कार केन्द्रको बारेमा, राष्ट्रिय आविष्कार केन्द्रको नाम सम्झनु अनि मनमा राख्नु, यहाँ दिमागमा राख्नु राष्ट्रिय आविष्कार केन्द्रको नाम। र अहिले चाहिँ राम्रोसँग पढ्ने, स्कुलमा राम्रोसँग कोसिस गरेर पढ्ने, भोलि पर्सि 5-10 वर्षपछि कुनै समयमा कुनै नयाँ कुराहरूको आविष्कार अनुसन्धान गर्न मन लाग्यो भने राष्ट्रिय आविष्कार केन्द्रमा राम्रो आइडिया लिएर आउने, फाइदा हुने, काम लाग्ने चाहिँ आइडिया लिएर आएर आफैले अनुसन्धान गरेर कुनै चिज बनाउने, त्यो ठाउँ हो राष्ट्रिय आविष्कार केन्द्र। त्यो पनि भाइ बहिनीहरूको सेवाको लागि, विद्यार्थीहरूको सेवाको लागि खोलेको संस्था हो त्यो राष्ट्रिय आविष्कार केन्द्र। र अब रह्यो यो अहिलेको अभियान भनेको, यहाँ आउनको अभियान भनेको एउटा किताब बेच्दै आएको छु। यो किताब यहाँ मात्र बेचेको होइन, यो किताब वहाँ पश्चिम महाकालीदेखि बेच्दै 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 यहाँसम्म आएको हो। 41वटा जिल्लामा किताब बेचिसक्यो। अहिले यो 42औं जिल्ला हो, मोरङ जिल्ला। र यो किताब बेचेर अहिलेसम्म हामीले 10 करोड रुपियाँ भन्दा बढी जम्मा गरिसक्यो, यो किताब बेचेर आएको पैसाले। ल अब सुन, अब अझै पनि 35वटा जिल्लामा किताब बेच्नु बाँकी छ, जानुपर्छ। र 35वटा जिल्लामा गएर किताब बेच्यो भने करिब 20 करोड रुपियाँ जति आउँछ होला। र त्यो पैसा के को लागि भन्ने कुरा भाइ बहिनीहरूले बुझ। यो किताब बेचेर आएको पैसा के को लागि, कसको लागि? महावीर पुलले मैले घर बनाउनको लागि होइन, मैले चाहिँ यो पैसाले मजासँग विदेश घुम्न जाने होइन, यो पैसाले पनि समाज सेवा गर्ने हो। किताब बेचेर आएको पैसाले समाज सेवा गर्ने हो। र समाज सेवा किसानहरूको गर्ने, किसानहरू चाहिँ खेती गर्छन् र खानेकुरा उब्जाउँछन्। भाइ बहिनीहरूको आमा बाबु पनि धेरैको आमा बाबुहरूले खेती गर्नु भएको छ होला, धान रोप्नु भएको छ होला, मकै रोप्नु भएको छ होला, तरकारी फलफुल खेती विभिन्न चिज लगाउनु भएको छ होला। र त्यो किसानहरूलाई खेती गर्नको लागि चाहिने औजारहरू बनाउने, जस्तो खन्ने औजार चाहियो, जोत्ने औजार चाहियो, धान रोप्नलाई धान रोप्ने औजार चाहियो, मकै रोप्ने, आलु रोप्ने यस्ता औजारहरू चाहियो, विभिन्न किसिमको तरकारी रोप्ने। अनि त्यो औजारहरू बनाएर किसानलाई मद्दत गर्ने। र जस्तो काट्ने औजारहरू पनि चाहियो, बाली काट्ने औजार चाहियो, बाली झार्ने औजार चाहियो, सुकाउने औजार चाहियो। यस्ता किसिमका नेपालको सानो किसानहरूलाई चाहिने औजारहरू बनाउनको लागि यो किताब बेचेर पैसा जम्मा गरेको हो। र त्यो पैसाले अहिले कारखाना पनि चलाइरहेको छ। कारखाना कहाँ चलाइरहेको छ त भाइ बहिनीहरूले थाहा पाउनु पर्छ। त्यो कारखाना वीरगञ्जमा चलाइरहेको छ, थाहा भइसकेको छ है। वीरगञ्जमा कृषि औजार कारखाना चलाइरहेको छ। र त्यो कारखाना मेरो आफ्नो कारखाना होइन, प्राइभेट कारखाना होइन, सरकारको कारखाना हो। र सरकारले चलाउन नसकेर 30 वर्षदेखि बन्द गरेर राखेको कारखानालाई यो किताब बेचेर आएको पैसाले अहिले चलाएको छ। अब त्यहाँ विभिन्न किसिमको औजारहरू बनाउँदैछ। र यो औजार बनाएर किसानहरूलाई राम्रो सस्तो बलियो औजारहरू बनाएर किसानहरूलाई अलिकति भए पनि मद्दत गर्ने भनेर यो कारखाना चलाउन थालेको हो। कारखाना चलाएर सामान बनाएर बेचेर पैसा कमाउने भनेर चलाउन थालेको होइन, सस्तोमा एकदम बलियो औजारहरू बनाउने। र अब यो किताबभित्र के लेखेको छ त्यो कुरा पनि म भाइ बहिनीहरूलाई भन्छु। यो किताबभित्र मेरो अटोबायोग्राफी लेखेको छ, मेरो बाल्यकालको कुरा लेखेको छु मैले। हामीले बाल्यकालमा कस्तो कस्तो गर्थ्यौँ, अनि मैले कहाँ कहाँ गएर पढेँ यो दुर्गम गाउँहरूमा, त्यो कुरा पनि लेखेको छु।
अनि म अमेरिका गएर कसरी पढ्न गएँ र अमेरिकामा कसरी पढेँ भन्ने कुराहरू पनि यहाँ किताबमा लेखेको छु। र मैले अमेरिकाबाट फर्केर आएर गरेका विभिन्न किसिमको सामाजिक कामहरू, समाज सेवाको कामहरू गरेको बारेमा पनि लेखेको छु। मैले कस्तो कस्तो प्रविधिहरू, साइन्सलाई प्रयोग गरेर, टेक्नोलोजीलाई प्रयोग गरेर के कामहरू गरे समाजको लागि भन्ने कुराहरू यहाँ लेखेको छु। मैले देखेको सपनाहरूको बारेमा लेखेको छु। मैले कस्तो कस्तो सपनाहरू देखेको थिएँ, के गर्न चाहन्थेँ मैले, र त्यो आफूले चाहेको कुरालाई चाहिँ पुरा गर्नको लागि मैले कसरी चाहिँ प्रयास गरेँ भन्ने कुराहरू लेखेको छु। म सफल भएको कुराहरू पनि यहाँ लेखेको छु। धेरै कुराहरूमा असफल पनि भएँ, सफल पनि भएँ, त्यो सबै कुराहरू यसमा लेखेको छु। र यो किताब कसको लागि लेखेको त्यो कुरा सुन्नुहोस्। यो किताब मैले विद्यार्थीहरूको, भाइ बहिनीहरू जस्तो विद्यार्थीहरूको लागि लेखेको हो। यो विद्यार्थीहरूले यो किताब पढेर जिन्दगीमा केही न केही कुराहरू गर्नको लागि मोटिभेट हुन् र यसबाट केही न केही राम्रो कुराहरू गर्ने प्रेरणा पाउन् भन्ने उद्देश्यले मैले विद्यार्थीहरूको लागि लेखेको हो यो किताब। स्कुल पढ्ने विद्यार्थीहरू, क्याम्पस पढ्ने विद्यार्थीहरू र पढिसकेका युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि यो किताब मैले युवाहरूको लागि लेखेको हो, विद्यार्थीहरूको लागि लेखेको हो। त्यसैले विद्यार्थीहरूले यो किताबको बारेमा सम्झनु। हेर्नु, यहाँ फोटो छ मेरो, महावीर पुल लेखेको छ। किताबको बारेमा सम्झनु र कुनै न कुनै समयमा पढ्नु। अनि यो किताब किन्न चाहनेहरूले आज अहिले चाहिँ सूचना भएको भए, पैसा ल्याएको भए अहिले किन हुन्छ, सूचना छैन भने पनि आज बेलुका घरमा गएर बाबुआमालाई महावीर पुन चाहिँ हाम्रो स्कुलमा आउनु भएको थियो, उहाँले यसो भन्नुभयो, उहाँको किताब यस्तो छ, आएको छ भनेर बाबुआमालाई भन्नु र बाबुआमाले चाहिँ पैसा, किताब किन्ने पैसा दिनुभयो भने यहाँ आएर स्कुलमा अफिसमा सरहरूलाई नाम लेखाउनु। सर म्याडमहरूले पनि विद्यार्थीहरूको, किताब किन्ने विद्यार्थीहरूको नाम टिपेर पैसा जम्मा गरेर हामीलाई सम्पर्क गर्नुहोला। हामी भोलि नै अथवा पर्सि नै किताब दिन्छौँ। अझै हामी 3-4 दिनसम्म यही वरिपरि चाहिँ हुन्छौँ। त्यस कारणले यो किताब भोलि पर्सि पनि पाउन सक्छ। घरमा गएर बाबुआमालाई भन्ने। र यो किताब बजारमा किताब पसलमा पाउँदैन, कहीँ पनि पाउँदैन किताब पसलमा। त्यसैले किताब किन्न चाहनेले बाबुआमालाई भनेर यहाँ पैसा ल्याएर सरहरूलाई नाम लेखाउने। विद्यार्थीहरूको लागि यो किताबको मूल्य चाहिँ 700 रुपिस हो, अरूको लागि 750 रुपिस हो। ल यति हो आजको कुरा। र अन्तमा एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु अन्तमा, है। त्यो महत्त्वपूर्ण कुरा के हो भने यो किताब पढ्यो भने मेरो जीवनी अटोबायोग्राफी थाहा पाइयो, है। मैले गरेको कामहरू, कस्तो कस्तो कामहरू गरेको थिएँ भन्ने कुरा पनि थाहा पाइन्छ। तर यो किताब नपढिकन मैले कस्तो कस्तो कामहरू गरेको थिएँ भन्ने भिडियो हेर्न मन लाग्यो भने, के हेर्न मन लाग्यो भने भिडियो हेर्न मन लाग्छ कि लाग्दैन? भिडियो हेरेछ? कहाँ